अनि अस्ति एक दिन पैसाको त्यो लाइभ अहिले सुर्खेततिरको यात्रामा हो। जतिखेर नाच्छ अस्ति म यति गहिरो थिएँ क्यालेन्डर लिएर कस्तो मजाले कस्तो नमाच्छ ल हाम्रो यात्रा कहाँसम्मको हो? नभए 24 जना मात्रै अनि जुम्ला सिन्जा भ्याली हाम्रो काफ्लेहरूको उद्गम स्थलको अध्ययन अवलोकन गर्नको लागि चाहिँ झापाबाट हामी गइरहेका छौँ। उद्गम स्थल आफ्नो शब्दहरू त्यहाँ राखिदिनुहोस्। ल ल ल छिटो हजुरबा तपाईँ पनि आफ्नो एउटा केही शब्द राख्नु। हाम्रो यात्रा जारी छ। हाम्रो एकदम मिल्ने टिम हिँडिरहेछौँ। यात्रामा यात्रा हाम्रो लगभग 10 दिनको हुन्छ जस्तो छ। यात्रा कतिको सहज भइरहेछ? एकदम सहज भइरहेछ, आराम भइरहेछ, एकदम सुखी खुसी साथ हिँडिरहेछौँ। हाँस्दै रमाइलो गर्दै ख्याल ठट्टा गर्दै भजन कीर्तन गर्दै हाम्रो हाम्रो पहिलो उद्देश्य हामी चाहिँ जुम्लालाई जुम्लाको सिन्जा भन्ने ठाउँमा काफ्लेको उद्गम स्थलमा जाँदैछौँ। भोलि पर्सि भोलि यो वर्षको कुल पूजा हुँदैछ 30 गते। कुल पूजा हाम्रो अध्ययन काफ्लेहरूको कुल पूजा गर्नको निम्ति चाहिँ हामी झापाबाट यो टोली हामी हेर्नलाई पूजा गर्नलाई होइन, हामी हेर्नलाई विशेष गरी कसैको भाकल छैन, तर हामी चाहिँ जाँदैछौँ। मेरो अब काफ्लेहरूका संस्कार र संस्कृतिहरू हराउँदै गएका छन्। पछिल्लो पुस्ताहरूले चाहिँ बिर्सँदै गएका छन्। वास्तविकता के हो, हामी कहाँबाट कसरी उद्गम भयौँ र त्यसको विस्तार र विकास कसरी भयो, हाम्रा संस्कार संस्कृति के छन् भनेर सिन्जा एउटा ऐतिहासिक ठाउँ जहाँ पाण्डु गुफादेखि लिएर काफरसेलदेखि लिएर चन्दननाथ कनका सुन्दरी मन्दिर खलङ्गा समेत रहेर काफ्लेहरूका उद्गम स्थलहरूमा करिब 10 दिनसम्म टुरको हिसाबमा हामी 8 जनाको टोली झापाबाट गइरहेछौँ र अहिले हामी बुटवलको नजिक आइपुगेका छौँ। सुनवलमा पुगेका छौँ। सुनवल भन्ने ठाउँमा आइपुगेका छौँ। पश्चिम नवलपरासी। हाम्रो यात्रामा साथ दिने चाहिँ हाम्रो दादा हुनुहुन्छ। अनि काकाहरूसँग हिँड्दाखेरि धेरै खुसी लागिरहेछ। यात्रा सहज भइरहेछ।